Hey yo, what's up everybody? It's me Prince Yuvraj. तपाईहरुलाई स्वागत छ मेरो अनादर टपिकमा। सो आज चाहिँ म छुङनाम थ्याङ्गुन आनमेन्देरोप हाम्रो नेपाल वासाङ ब्याडमिन्टन क्लबले आयोजना गरेको वनभोज तथा परिचयको कार्यक्रममा सहभागी हुन जाँदैछु। हामी जान लागेको बस्ती हो, यो बसमा जाँदैछौँ। हजुर सबलाई स्वागत छ है त, सबलाई स्वागत छ है। हाम्रो टोलीहरूको चाहिँ अब इन्टरटेनमेन्ट सुरु भएको छ। नाच्ने, गाउने, बजाउने, झुम्ने, घुम्ने यस्तै यस्तै विभिन्न प्रकारको इन्टरटेनमेन्टहरू हामी गर्दैछौँ है। फाइनली ल्यान्डेड भयो। फाइनली ल्यान्डेड ल्यान्डेड। ल कस्तो छ आउटलुक्स है, यसको आउटलुक्स यस्तो छ। तर दामी रहेछ हौ, सोचेको भन्दा पनि फरकै लाग्यो। यता रहेछ गाइजहरू, यता रहेछ गाइजहरू। ल यहाँ रमाइलो हुँदै रहेछ। एकचोटि सर र म चाहिँ यसको आउटलुक्सहरू देखाउन चाहन्छु। आउटलुक्सहरू यस्तो छ। ओ गोविन्द सर नमस्ते। ल आराम हुनुहुन्छ? तपाईँलाई स्वागत छ। भर्खरै आइपुग्नु भएको छ बसबाट। हामी चाहिँ अघि नै आएर तयारी गर्दैछौँ। हाम्रो सानो व्यवसाय पोल्नुदेखि लिएर सबै कुरा रेडी भइसकेको छ। हाम्रो फेन्सन यही हो। आज खुब रमाइलो हुनेवाला छ। थ्यानको समुद्र तटमा छौँ हामी। पौडी खेल्नेदेखि लिएर चाहिँ भोलि हुन्छ। आज नाच्ने गाउने मात्रै हुन्छ। सबजना आइपुग्नु भएको छ, रमाइलो हुन्छ। ल धन्यवाद तपाईँलाई। खाँदैछौँ। हस् न इन्जोय गर्नुहोस्। मस्त। हस् ल। ए हस् थ्याङ्क यू। यस्तै छ है। आउटलुक हेरौँ हाम्रो ग्रुपहरू कहाँ छ भनेर एकपल्ट हेर्नु मलाई सिक्यो छ। यस्तो छ यता यस्तो छ। अब हामी चाहिँ यहाँ रुम प्रस्थान गरेको छ। रुम चाहिँ रुम कहाँ पऱ्यो रुम चाहिँ नाम छ अरे। नाम तपाईँको नाम यहाँ छ सर? यहाँ छ यही भित्तामा छ। यहाँ नाम यहाँ छ क्या रहेछ है। एकचोटि सर र म घुमाएर देखाउँछु। नट ब्याड, फराकिलो राम्रो छ।
shower room. That's a shower room. Restroom. That's the restroom. So I think this is the shower room को outlook हेर्ने. अब एकपटक सर र बाहिरको माहौल अवलोकन गरौँ के कस्तो हुँदैछ त. हाइट बाहिर त एकदमै जमिरहेछ टोलीहरू. एकदमै मिठो खाना अनि एकदमै रमाइलो वातावरण थियो. सबैजना खानामा अनि गफमा एकदम व्यस्त हुनुहुन्थ्यो र एकदमै माहौल एकदमै रमाइलो थियो. एकदमै इन्जोय भयो, एकदमै रमाइलो भयो. मिठो खायौँ, रमाइलो गऱ्यौँ. सबैजना खानपिनमा एकदम व्यस्त. टोलीहरूको हेर्दै रमाइलो डान्स. अब आफूलाई त डान्स गर्न आउँदैन, जहिले अर्काको डान्स हेर्ने इन्जोय गर्ने मान्छे यसपटक पनि खिच्ने बहानामा डान्स हेरेरै चित्त बुझाइयो र मन पनि नाचियो पनि. सजना दिदीको बर्थडे पार्टी पछि अथवा बर्थडे सेलिब्रेसन पछि चाहिँ हामीले फेरि डान्स कन्टिन्यू गऱ्यौँ. भन्नाले मैले डान्स कन्टिन्यू हेरेँ, हाम्रो टोलीहरूले कन्टिन्यू नाच्नुभयो. यो डान्स र सिङ्गिङ भन्ने कुरा चाहिँ आफूले गर्नुभन्दा नि अरूले गरेको हेर्न चाहिँ साह्रै रमाइलो हुँदो रहेछ. कार्यक्रमको अन्तिममा हामीले सम्मान कार्यक्रम राखेको थियौँ, जसमा अग्रज व्यक्तिहरू, सम्मानित व्यक्तिहरूलाई खादा ओढाएर सम्मान गरिएको थियो र उहाँहरूले गर्नुभएको योगदानको लागि हामीले धन्यवाद प्रकट गरेका थियौँ. साथै लगत्तै हामी खानामा जोड्यौँ किनकि सबैजना थकित हुनुहुन्थ्यो र बोकाइराख्नु भएको थियो. हेलो, गुड मर्निङ एभ्रिवान. वेलकम टु माई अनदर डे टु टपिक. हामी उठेर फ्रेस भएर अब आजको दिनको क्रियाकलापहरू क्याप्चर गर्नेछौँ है त. लेट्स गो. यस्तो छ हामी बसेको फेन्सनको आउटलुक. हिजो राति भएर राम्रो देख्न पाइएन. अहिले यस्तो चाहिँ. हेलो एभ्रिवान, गुड मर्निङ. अब फेरि न्यू डे स्टार्ट भएको छ. अब हामी चाहिँ फादा घुम्न जाँदैछ है त. अब फादामा के कस्तो हुन्छ, केटाहरू अघि नै गएर फादामा रमाइलो गरिसक्यो. हामी चाहिँ अब प्रिपेयर हुँदा हुँदै हामी फ्रेस हुँदा हुँदै अलिकति टाइम लाग्यो र फेरि यस्तो भयो मेरो गिम्बलको ब्याट्री डाउन भएछ. गिम्बल चार्जमा राखेर निस्किनु पर्ने अवस्था. मैले नयाँ कुरा चाहिँ नयाँ लाग्यो त यो पुरै काठबाट गएर काठको पिछाडि हामी बसेको फेरि पनि त्यस्तै थियो. टोटली काठबाट यो रहेछ नि मान्छेहरू के गरेको पिछोकै भयो स्काई हान्दा सिरिज हो. केटाहरू फल्किसकेर के फल्किसक्यो त यति समय भइरहेको क्या. ल तक छैन डुबुल माऱ्यो. ल ओके.
यस्तै छ लुक अब हिजो चाहिँ त्यसो सुधाएर कहाँ समुद्रमा गएर कतला डाइभ हानिदिनु पर्ला स्विमिङ गर्छु भनेर सोचिरहेको थिएँ तर यहाँ आएपछि मेन्टालिटी चेन्ज भयो क्या खासै अब आएको बेलामा यसो सिर्नु चाहिँ पर्थ्यो सबैले सबैलाई आएको थियो म फेरि जुत्तामा खोल्नु पऱ्यो अलिअलि त्यो कस्तो लगाइरहेको त्यही भएर चाहिँ सिर्नु मन लागेन सायद एकछिन जान्छु होला ट्राइपड पनि ल्याएन अनि फेरि यस्तो भयो क्या मेरो गिम्बल हिजो राति चार्ज गर्ने बिर्सिएछ क्या अब फेरि यस्तो पनि भयो साथीहरूले चार्जहरू सबै ल्याएको रहेछ अनि मोबाइल चार्ज गरेँ पहिला सेकेन्डमा चाहिँ यो साथीहरूको चार्ज भयो गिम्बल त यादै भएन अघिको गिम्बल यसो अब जानु पऱ्यो खिच्नलाई भनेर सोचेको गिम्बल नै पुरा रेड गिम्बलको ब्याट्री त पुरा रेड रातो छ द्याट्स वाइ यस्तो छ एकछिन त डुब्नुपर्छ होला जस्तो लागिरहेछ सबै डुबा देखेर फाइनली समुद्रको छेउमै आएँ म यस्तो भयो समुद्रमा छालहरू समुद्र छुट्टै रमाइलो तर एउटा छुट्टै खालको रमाइलो छुट्टै खालको एटेन्डेन्स एउटा प्रकृतिसँग मान्छेको एटेन्डेन्स हुन्छ नि छुट्टै भित्रदेखि आउन लागि चाहे त्यो टाढाको वन जङ्गल नै किन टाढा नै किन होस् समुद्र पानी हावा किन माटो होइन त्यो सबै कुरा चाहिँ एउटा मान्छे र एउटा प्रकृतिको एटेन्डेन्स पहिलादेखि सबै हुनुपर्छ भनेर एकदमै त्यसले चाहिँ मान्छेलाई विशेष गर्छ मान्छेको भुइँमा अन्तको भुइँमा चाहिँ हामी बस्दा बस्दा भित्र ट्याक्क हुन्छ किनभने मान्छेले बदल्नु तर प्रकृति हामीले प्रकृतिलाई माया गरेर समस्या गर्ने हामीलाई जुन खालको आनन्द दिनु हामीलाई चाहिने आनन्द दिनु त्यो कुराहरू प्रकृतिबाट हामी पाउँछौँ र मान्छेले हामीले माया गरेर मान्छेहरू बदल्नु खोज्छ मान्छे कुराहरू प्रकृति कुराहरू नेचरल कुराहरू एकदमै राम्रो लाग्छ क्या रिहार लागिरहेको पानीमा हेरेर कस्तो रिहार लागिरहेको जब अहिले मर्निङको टाइम भएर नि होला त्यति धेरै मान्छेहरू छैन अब अहिले दिउँसो भएपछि मान्छेहरू टाइट हुने झन् हाम्रो हात बिगाएको थियो त्यहाँनिर अब हामी चाहिँ फर्कने तर्फ बस्छौँ किनभने साथीहरू त्यहाँनिर पुगेको थियो उहाँले पुगेको थियो सो अब बाँकी के कति क्रियाकलाप गर्नेछौँ सबै कुराहरू सबै पनि देखाउने नै छु सो स्टे ट्युन है त कोरियन सुइमिङ हुनुहुन्छ पनि अब यो केही अगाडि सर अब खाना हो ए हस् ए हुन्छ खानाको लागि
खाना खाए लगतै हामी ग्रुपिङ फोटो लियौँ र ग्रुपिङ फोटो पछि चाहिँ समुद्रमा हामी पौडी नखेल्ने टोलीहरू चाहिँ हामी छुट्टै खोलामा पौडी खेल्ने भनेर त्यहाँबाट लगभग 60-65 किलोमिटरको यात्रा तय गर्दै हामी खोला खोज्दै हिँडिरहेको छौँ। हेरौँ खोला कस्तो कहाँ भेटिएला। समुद्रमा पौडी खेल्न पुगेर टोलीहरू चाहिँ यहाँ माथि खोलामा पौडी खेल्न आएको। खोला सानो रहेछ। यहाँ माथि पनि छ भने हल्ला आएको, त्यही भएर हामी माथि लाग्दैछौँ। यो त खोलमा पार गरेर त्यही हो, त्यही हो। माथि टपमा भएर तल त कस्तो नि त झुक्के त सबैजना त्यस्तोमा त हुँदैन। आनन्दले पो बस्दो टोलीहरूलाई छोडेर हामी चाहिँ होमी अर्थात् घरतिर लाग्यौँ। टोलीहरू चाहिँ अझै स्विमिङ पुलको खोजीमा हुनुहुन्छ। उहाँहरू स्विमिङ पुल सर्च गर्दै हुनुहुन्छ र यसपाला चाहिँ नेभिगेसनले धोका नदियोस्। आजको टपिक यही सबैको घोषणा गर्दछु। भिडियो हेरेर साथ दिनुभएको लागि धन्यवाद। र आउँदो दिनहरूमा पनि यस्तै भिडियो र योभन्दा राम्रो भिडियो बनाउने प्रयत्न गर्नेछु। त्यसको लागि तपाईँहरूको साथ सपोर्टको खाँचो छ। सो यदि भिडियो मन पऱ्यो भने प्लिज डु लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब। र यति भन्दै आजको टपिक नै क्लोज भएको घोषणा गर्छु। थ्याङ्क यू फर वाचिङ।